सँगै राखेर त्यस्तो गर्नु बटर र यो अलिक स्ट्रङ हुन्छ अरूले मैले त यतिकै कहिले सेन्टरमा फ्रोजन भइरहेको हुन्छ त्यो फ्रोजन भयो भने त्यो बेल्दाखेरि के हुन्छ क्र्याक आउँछ नि त त्यो होइन क्र्याक भयो भने राम्रो भएन नि त यो बेलले चाहिँ नलिँदा हुन्छ के छैन यो बेलले भयो यो फोल्डिङसम्म पुग्नु पऱ्यो क्या त्यो त हाल्ने होइन यो सिली क्वेसनहरू नसोध्दा होइन र हो नि अनि हिजोले भयो नि माथि त जति पनि छ अलिक भयो है त उयो भयो यति ल सेन्टरमा हाल्यो त्यसले चाहिँ सपोर्ट गर्छ अलि अँ 5-6 यो डोको अनि यो चाहिँ 11-12 गर्दा हुन्छ किनभने बटर बेल्दाखेरि मैले किल्चिन्छ फेरि त एक्सन हुन्छ नि त थोरै स्पेस छोडेर चाहिँ मैले दुईतिरै भएर त्यो फ्लिपै गरेँ होइन त मैले यहाँ बसेर हुन्छ है कहाँ हो विनोदले पानी दिइहाल्छ सब विनोदले किन के त गरेँ नि मैले राम्रै गरेछ जे गरेछ यस्तै भने होइन त मैले यो ननिस्कोस् भनेर क्या बटर चाहिँ साइडबाट परेन है त बिचदेखि उता आधा यता आधा पकाएको हुन्छ एल्बेनिक एक्सर्साइज भयो नि त सुगमा आकाश सानो ठिक छ तपाईँले दिमाग पनि हुँदैन जस्तै है के अरे त्यहाँ बटर पुगेको हुँदैन नि त बुझ्नुभयो नि राजुसँग आएन नि ऊ आएन ओली आएन होइन नि ओलीलाई त गोली हाल्नुपर्छ तपाईँको मुलबाट चाहिँ यो राजु आयो ओलीलाई अल्छी लागिसक्यो क्लास उसलाई घरदेखि छोरो जस्तै पठाए जस्तो छ ल 5-5 10 भयो 10 भयो भने चाहिँ अब यहाँ 90 बज्यो बुझे 90 हेर 45 न होइन हल्ला न पछि गर जति कुरा हेर 40 भयो होइन 45 भयो 5-5-10 बाँकी 40 40 भयो नि अब यहाँ 50 गर्छु नि त म बुझ्नुभयो नबोल काम गर्दा ठिक छ अन्त बुझौँ न यो भिडियो चाहिँ बनाइहाल है ठ्याक्कै त्यहाँबाट उल्टाबाट नबनाऊ उल्टाबाट बनाऊ न हो र बुझ्नुभयो मैले थोरै स्टिकीको लागि है यो स्टिकी अब फेरि 50-50 है बुझ्नुभयो यस खालि स्टिकी होस् त्यहाँ तास होस् क्या भरे बेल्दाखेरि अर्कै भइरहेको छ क्या त्यही भएर आजको डो नै राम्रो छ सबै राम्रो छ धेरै राम्रो भएको छ टेम्परेचर अलिकति यताउति तलमाथि भयो मलाई पनि गाह्रो हुन्छ है 50-50 50 भन्ने त आयो होइन अब कुन यो बेल्दाखेरि चिप्लिन्छ क्या बुझ्नुभयो नि यसलाई खालि यति तलमुर गरिदिनु अरू दायाँ बायाँ नसक्यो धेरै अप्सन नदिउँ यति सोध्नु फ्लिप गरिदिनु सक्यो है फ्लिप अब लास्ट सिङ्गल फोल्ड सक्यो ल एकदम लाइट सक्दो लाइट हाल्नु राम्रो भोलि सिधै भेल्छ बेलेर बनाउनु चाहिँ 4 mm बनाउने ल बनाउँदाखेरि चाहिँ 4 mm को थिकनेस लिनु त्यसमा साइज हुन्छ नि त होइन आकाश बटर निस्किन्छ नि त बटर निस्केपछि गाह्रो हुन्छ
तपाईँहरूको यता ल्याउँ चाहिँ पछि गएर कन्फ्युजन आउँछ त्यही भएर मैले कन्फ्युज नगरेर धेरै अप्सन नदिएँ क्या तपाईँहरूलाई लेफ्ट साइडबाट लिनु लेख्दै बात लिनु ल सजिलो नो निड टु कट पनि है त अब सिङ्गल फोल्ड भन्छ है यसलाई भइसक्यो मैले अब म अलिक काटेर देखाउँछु अहिले नबेल्ने अब फोल्डिङको कार्यक्रम ल्यामिनेसन सक्यो अस्ति होइन फार बेटर छ नि मेरो धेरै राम्रो लाग्छ अब यसमा हनीकम खबर त्यो